नमस्कार यहाँहरूलाई हाम्रो यस युट्युब च्यानलमा। आज हामी विज्ञान भैरव तन्त्र पुस्तक ध्यानका 112 विधिहरूको संग्रह जो ओशोद्वारा लेखिएको हो, यसलाई पढेर सुनाउन गइरहेका छौं। विज्ञान भैरव तन्त्र यस पुस्तकलाई अनुवाद गर्नुभएको छ डाक्टर तुलसी भट्टराईले। यसको भूमिकामा जाउँ। तन्त्र अनुभूतिको विज्ञान हो। लौकिक अस्तित्वको साथ लिएर सारा विचार प्रणालीलाई छिचोल्दै व्यक्त अभिव्यक्त अस्तित्वसँग समग्र हुने परेको कला हो तन्त्र। हाम्रो धारणाको जगतबाट लुकेको हामी भित्रै सुसप्त चैतन्यलाई जागृत गर्दै त्यसैमा प्रतिष्ठित हुने वैज्ञानिक विधिहरूको संगालो यो विज्ञान भैरव तन्त्र हो। यस पुस्तकका सूत्रहरूको व्याख्या अर्थहरू ओशोभन्दा अघि गर्ने प्रयास भने नभएको होइन, तर साक्षीको सर्वोच्च शिखरमा अवस्थित मुक्त ओशो चेतनाले यसका सूत्रहरूमा दिव्य प्राणको महाशक्ति सञ्चार गर्नुभएको छ। यसको बोध यस विज्ञान भैरव तन्त्रका साधकहरूलाई अवश्य हुनेछ। विज्ञान भैरव तन्त्रका सूत्रमा दिएका विधिहरूलाई धारणा भनिन्छ। नैतिक अनैतिक, शुभ अशुभ, लाभ हानिको द्वन्द्वमा भासिएको मनलाई एक अखण्ड सतत प्रशान्त चेतनाको पृष्ठभूमि प्रदान गर्नु तन्त्रको ध्येय हो। त्यसैले हामीलाई यस्तो स्थितिको मार्गमा उद्धत हुने स्वतन्त्रताको बीज तन्त्रले प्रदान गर्छ। यो मनुष्य जातिको गौरव हो। ओशोले यो पुस्तकलाई फेरि पुनर्जीव गर्नुभयो। प्रकृतिका सबै गुण र रसहरूको समग्र स्वीकृतिमा तन्त्रको उदय हुन्छ। यी सूत्रहरूको साधनाको सुरुवात नै चिदात्मा जीवको प्रगति र सिद्धि हो। त्यसैले तन्त्र अनुपम छ। नेपाली साधक जगत र साहित्यलाई अझ फराकिलो र समृद्ध बनाउन यो पुस्तकले गहन भूमिका अवश्य खेल्नेछ। अनुवादक डाक्टर तुलसी भट्टराई एवं प्रकाशक वितरक मधु प्रकाशनलाई यो मधुर प्रयासका लागि धन्यवाद। अनुवादकको कलम। आकाशका प्रमुख 3वटा विशेषता छन्: आधारहीन, शाश्वत र निश्चल। आकाशको कुनै आदि र अन्त्य छैन, पूर्णतः शान्त छ। आकाशको यो बिन्दु तिमी भित्र पनि छ। आधारहीन हुने साहस गर्यो भने शाश्वतमा प्रवेश गर्नेछौ अनि निश्चलतामा परिणत भएर तिमी स्वयं प्रकाश आकाश रूप बन्नेछौ। कहिले नमर्ने अमृत तत्त्व जीवन प्राप्त गर्नेछौ। ओशो दर्शनको एउटा सारांश सूत्र हो यो। 6 दशक मात्र देवान रहेका ओशोको यति बेला विदेह उपस्थित छ। विश्वमा फैलिएका र स्थापित भएका सयौं आश्रमहरूका लाखौं अनुयायीलाई ओशोको सूक्ष्म विदेह उपस्थितिले मार्गदर्शन गरिरहेको छ। धर्मका नाममा बनेका सम्प्रदायहरू, विभाजनहरू, कर्मकाण्डीय पद्धतिबाट ईश्वरको नाममा फैलाएका रूढ आडम्बर र अन्धविश्वासहरू, वर्ग वर्ण जाति छुवाछुत उचनीचका माध्यमबाट उत्पन्न सामाजिक विभेद आदिलाई आफ्नो विशिष्ट प्रवचन र लेखनद्वारा समाप्त पार्ने एवं संशोधन गर्ने काम भएको छ ओशो दर्शनबाट। सनातन परम्पराका देवताहरू कृष्ण शिवका साथै बुद्ध, महावीर, शाण्डिल्य, नारद, शङ्कराचार्य, गोरख, कबीर, नानक, रैदास आदिका व्यक्तित्वको बारेमा ओशोद्वारा विशिष्ट व्याख्या गरिएको छ। ओशोका शिक्षा, दर्शन, कला, साहित्य, समाज, परिवार, व्यक्ति, राजनीति, पर्यावरण आदिसँग सम्बद्ध प्रवचन र व्याख्याहरू वर्तमान विश्वका निम्ति उदाहरणीय अनुकरणीय सामग्री हुन्। योग र तन्त्रसँग सम्बद्ध ओशो दर्शन अत्यन्तै विशिष्ट प्रकारको छ। ओशोको प्रवचन, व्याख्यान, भाषण र लेखनसँग सम्बद्ध कृतिहरूको संख्या 1000 पुग्न लागेको छ। 100 भन्दा बढी भाषामा सयौं कृतिहरूको अनुवाद भइसकेका छन्। बनारसमा सन् 1970 देखि 80 मा अध्ययनका क्रममा मैले ओशो रचित कृति समाजवाद से सावधान पढ्ने अवसर पाएको थिएँ। त्यति बेला विद्यार्थी माझ निकै प्रिय थियो।
संभोग से समाधि की ओर, सर्वसारा उपनिषद, गीता दर्शन का विभिन्न भाग, शिक्षामा में क्रान्ति, शिवसूत्र, नारी और क्रान्ति, सेक्स, मनी एन्ड पावर आदि केही दर्जन पुस्तकहरू पढेको छु। केही कृतिहरू नेपालीमा अनुवाद पनि गरेको छु। ओशो दर्शन मेरो निम्ति रुचिको विषय हो। कतिपय प्रसङ्गहरू जीवनमा व्यवहारमा प्रयोग गर्न सकिने खालका छन्। पाखण्ड र आडम्बरका बारेमा ओशोद्वारा गरिएका तर्कपूर्ण निषेध मननीय छन्। यसपटक मधुवन प्रकाशनका संस्थापक सञ्चालक श्री महेन्द्र प्रकाश शिवाकोटीले मेरो हातमा एउटा पुस्तक दिँदै भन्नुभयो, दाइले यो पुस्तक पढ्नुभएको छ? पुस्तकको शीर्षक थियो विज्ञान भैरवतन्त्र ओशो। शीर्षक अनौठो लाग्यो। यसो पल्टाउँदै गएँ। ध्यानका 112 विधि, सचित्र र प्रयोग बारेको व्याख्या समेत गरिएको यस कृतिले मेरो ध्यान आकर्षित गर्यो। मेरो पुस्तकीय ध्यानलाई बुझेर भाइ महेन्द्रले प्रस्ताव राखे, यो नेपालमा प्रकाशन गर्दा कस्तो होला? राम्रो हुन्छ मैले भने। यो दाइकै जिम्मा भयो, छिट्टै तयार गर्नुपर्छ। यो निकै गम्भीर विषय जस्तो लाग्यो। दाइबाटै अनुवाद हुनुपर्छ। किन हो, यस विज्ञान भैरवतन्त्रले मलाई तान्यो, अर्थात् हुन्छ भनेर पुस्तक लिएर घर गएँ। फुर्सद थिएन, तैपनि जिम्मा लिएपछि गर्नै पर्यो। ध्यान, साधन र तन्त्रसँग सम्बन्ध यो कृति अनुवाद गर्न त्यति सजिलो थिएन। मैले आधा दर्जनभन्दा बढी विभिन्न पुस्तकहरूको अनुवाद गरिसकेको छु, तर यो विज्ञान भैरवतन्त्र निकै जटिल लाग्यो। मैले आफ्नो तर्फबाट निकै राम्रो मानेको छु यसको रूपान्तरण। यस कृतिबाट ध्यानार्थीहरूले उपयोगी सामग्री प्राप्त गर्न सक्छन्। यसका सबै प्रयोग त ठूला साधक तपस्वीहरूले मात्र गर्न सक्लान्, तर पनि सामान्य साधना ध्यानार्थीहरूले पनि कतिपय प्रयोग गर्न सकिने खालका छन्। यस कृतिका केही ध्यान साधना प्रयोगमा ल्याउन सक्दा आध्यात्मिक चेतना जागरणका साथै मानसिक स्वास्थ्य सम्वर्धनमा पनि उपयोगी हुनेछ भन्ने मेरो ठहर छ। एउटा राम्रो कृति संयोजन अनुवादन गर्न पाउँदा मलाई सन्तुष्टि मिलेको छ। अनुवादकै क्रममा मैले कतिपय प्रसङ्गहरू अनुभूति गर्न सकेको छु जस्तो आभास भएको छ। मधुवन प्रकाशनका संस्थापक सञ्चालक भाइ महेन्द्रले दर्जनौं अनुवाद कृति प्रकाशन गरेर नेपाली वाङ्मय भण्डारलाई समृद्ध पार्ने कार्य गर्दै आएको श्रृङ्खलामा यो अर्को महत्त्वपूर्ण कृति थपिएको छ। पाठक शुभेच्छकहरूबाट यस कृतिको स्वागत सम्मान हुने कुरामा विश्वस्त छु। डाक्टर तुलसी भट्टराई। देवी भन्नुहुन्छ, हे शिव, तपाईको सत्य के हो? यो विस्मयले भरिपूर्ण विश्व के हो? यसको बीच के हो? विश्व चक्रको मुख्य केन्द्र के हो? रूपमा व्याप्त भएको परन्तु रूपभन्दा पर यो जीवन के हो? देश र काल, नाम र प्रत्यय भन्दा पर गएर हामी यस रहस्य भित्र भरिपूर्ण कसरी प्रवेश गर्ने? मेरा यी संशयहरू निर्मल गरिदिनुहोस्। तन्त्र कुनै बौद्धिक प्रस्तावना होइन, यो एउटा अनुभव हो। तन्त्र साधक अनुभवप्रति संवेदनशील, तयारी र खुलस्त नभएसम्म यो अनुभव साधकले प्राप्त गर्न सक्दैन। यी 112 विधिहरू तपाईका निम्ति चमत्कारिक अनुभव बन्न सक्छन्, अथवा तपाईले केवल राम्रो सुन्न सक्नुहुनेछ। यो तपाईमा भर पर्ने कुरा हो। म सम्भव भएसम्म प्रत्येक विधिबारे व्याख्या गर्नेछु। यदि तपाईमा यी विधिप्रति सान्निध्य अनुभव भयो भने 3 दिनसम्म यी विधिसँग रमेर छोड्नुहोला। यदि उचित लाग्यो भने अथवा मनभित्र कुनै तरङ्ग उत्पन्न भयो भने फेरि 3 महिनासम्म तपाईले साधना गर्नुहोस्। जीवन एउटा चमत्कार हो। यदि हामीले यसको रहस्य थाहा पाउन सकेनौँ भने यो प्रष्ट हुन्छ। हामीले जीवन बोध गर्ने विधि नै थाहा पाउन सकिएनछ। तर यी 112 विधिहरू सम्पूर्ण मानव जातिका निम्ति हुन्। यी विधिहरू बितिसकेका युगका निम्ति पनि थिए अनि भविष्यका युगका निम्ति पनि हुन्। अनि कुनै पनि युगमा एकैजना पनि यस्तो व्यक्ति जन्मिएन जसले भन्न सकोस् यी विधिहरू मेरा निम्ति व्यर्थ छन् भनेर। असम्भव, यो असम्भव छ। ओशो। भूमिका सम्बन्धी केही कुरा। प्रथमतः विज्ञान भैरवतन्त्रको क्षेत्र बौद्धिक होइन, यो विषय दार्शनिक पनि होइन। यसका निम्ति सिद्धान्तको कुनै प्रयोजन छैन। यसले उपाय र विधिको चिन्तन गर्छ।
सिद्धान्तको कुरो गर्दैन। तन्त्र शब्दको अर्थ हो विधि, उपाय र मार्ग। यो कुनै मीमांसा होइन भन्ने कुरा पनि ध्यानमा राखौँ। बौद्धिक समस्या र तर्क वितर्कसँग यसको कुनै सम्बन्ध छैन। यसले कुनै वस्तु किन बारे चिन्ता गर्दैन, तर कसरी भन्ने चिन्ता गर्दछ। सत्य के हो भन्दैन, वस्तुत सत्य कसरी प्राप्त हुन सक्छ भन्ने कुराको चिन्ता गर्दछ। तन्त्रको अर्थ विधि भएकाले यो एउटा विज्ञान ग्रन्थ हो। विज्ञानले किन भन्दैन, कसरी भन्ने कुराको चिन्ता गर्दैन। दर्शन र विज्ञानका बीच यही भिन्नता छ। दर्शनले प्रश्न गर्छ यो अस्तित्व किन हो, विज्ञानले प्रश्न गर्छ यो अस्तित्व कसरी रहन्छ। जब तपाईँ कसरी भनेर प्रश्न गर्नुहुन्छ त्यति बेला उपाय र विधि महत्त्वपूर्ण हुन जान्छ अनि सिद्धान्त व्यर्थ हुन्छ र अनुभव चाहिँ मुख्य केन्द्र बन्न जान्छ। तन्त्र विज्ञान हो, यो दर्शन होइन। दर्शन बुझ्न मस्तिष्कको आवश्यकता पर्ने हुँदा यो बुझ्न सजिलो छ। तिमी भाषा जान्दछौ र प्रत्यय बुझ्दछौ भने दर्शन सम्झिन सक्छौ। यस निम्ति तिमी बदलिनु अथवा परिवर्तित हुनुपर्ने आवश्यकता छैन। तिमी आफू जस्तो छौ त्यस्तै रहेर दर्शन बुझ्न सक्छौ। तर तन्त्र यसरी सामान्य ढङ्गबाट सम्झिन सकिँदैन। तन्त्र बुझ्न तिमीमा ठूलो परिवर्तन हुन आवश्यक छ। साधारण परिवर्तनले हुँदैन, आमूल परिवर्तन आवश्यक छ। तिमीमा पुरै भित्रदेखि भिन्नता अनुभूत नभएसम्म तन्त्र सम्झिन सकिन्न। किनभने तन्त्र बौद्धिक प्रस्तावना होइन, यो एउटा अनुभव हो। जबसम्म तिमीमा अनुभवप्रति संवेदनशीलता, तयारी र खुलस्तापन नभएसम्म यो अनुभव तिम्रो छेउमा आउँदैन। दर्शनको चिन्ता तिम्रो मनसँग हुन्छ। यसका लागि तिम्रो मस्तिष्क नै पर्याप्त हुन्छ। तिम्रो समग्रता चाहिँदैन, तर तन्त्रले तिम्रो समग्रता खोज्दछ। यो एउटा गम्भीर चुनौती हो। तन्त्रका निम्ति तिम्रो समग्रता र एकचित्त भाव आवश्यक पर्दछ। तन्त्र खण्डित हुँदैन। तन्त्रको स्वागत गर्न अर्को प्रकारको प्रवृत्ति, अर्कै प्रकारको यात्रा र अर्को प्रकारको मनको आवश्यकता पर्दछ। यसै कारण देवीले यस्तो प्रश्न सोधेकी हुन्। दार्शनिक प्रश्न जस्तै देखिएको छ। विज्ञान भैरव तन्त्र देवीका प्रश्नबाट प्रारम्भ हुन्छ। तन्त्र गैर दार्शनिक र अस्तित्वगत हुन्छ। यसकारण देवीले दार्शनिक प्रतीत हुने प्रश्न सोध्दैछिन्। शिवजीले चाहिँ त्यस्तै प्रकारका उत्तर दिँदैनन्। यस कुरालाई प्रारम्भमा नै बुझ्न आवश्यक छ। नत्र तिमीले शिवले किन देवीका एउटै प्रश्नको पनि उत्तर किन नदिएका होलान् भनेर चकित पर्नेछौ। देवी जति प्रश्न सोध्छिन् शिवले उत्तरै दिँदैनन्, तर पनि उत्तर दिएका छन्। सत्य यो हो, उत्तर शिवले नै दिएका छन्, अरू कसैले होइन। परन्तु उनको उत्तर फरक ढङ्गको छ। देवी सोध्छिन्, प्रभु तपाईको सत्य के हो? शिवले यस प्रश्नको उत्तर दिनुको सट्टा एउटा विधि बताइदिन्छन्। यदि देवी यही विधिलाई प्रयोग गर्दै अगाडि बढ्छिन् भने उत्तर आफै मिल्छ। तसर्थ उत्तर प्रत्यक्ष नभएर परोक्ष छ। शिव म आफू को हुँ भन्दैनन्, तर विधि बताइदिन्छन्। शिव भन्छन्, देवी तिमी यसो गर, आफै सम्झिनेछौ। यी 112 विधिहरू सम्पूर्ण व्यक्तिलाई काम लाग्ने हुन्छन्। हुन सक्छ कुनै विशेष उपाय तिमीलाई मन नपर्न सक्छ। यसै कारण शिवले धेरै उपाय बताइदिएका छन्। तिमीलाई उचित लाग्ने कुनै एउटा उपाय रोज्दा हुन्छ। तिमीलाई कुन विधि उपयुक्त लाग्छ त्यो जान्न कठिन छैन। म यहाँ प्रत्येक विधिलाई सम्झने प्रयास गर्दै बताउँदै जानेछु। तिमीले आफ्नो मनलाई रूपान्तरित गर्न सक्ने कुनै एउटा विधि रोज्नु। यस बुझाइमा बौद्धिक बुझाइको मूलगत उपाय आवश्यक छ, तर यही अन्त्य चाहिँ होइन। जुन विधिका बारेमा यहाँ चर्चा गर्दैछु यसलाई प्रयोग गर। सत्य यो हो, तिमीले यस सही विधिको प्रयोग गर्दा त्यसको तरङ्ग तिम्रो कुनै हतरङ्गसँग ठोक्किएर बज्नेछ। त्यसै कारण प्रत्येक दिन म विधिको चर्चा गरिरहनेछु। तिमी प्रयोग गर। ती विधिसँग खेल्दै रम्दै घर पुगेर प्रयोग गर्नु। यसरी प्रयोग गर्दै गर्दा जति बेला आफ्नो विधिका छेउमा तिमी पुग्नेछौ तत्क्षण तिमी भित्र झङ्कृत हुनेछ अनि तिमीलाई चारैतिरबाट घेर्नेछ। तिमी भित्र कुनै विस्फोट भए झैं हुनेछ अनि थाहा पाउनेछौ मेरा निम्ति यो विधि राम्रो हुनेछ भनेर। तर प्रयास निरन्तर हुनुपर्नेछ। कुनै दिन एउटा विधिले तिमीलाई आनन्दित गरेपछि आफै चकित हुनेछौ।
त्यसकारण म ती विधिहरूबारे चर्चा गर्दै जानेछु। तिमीसँग खेल्दै जाऊ। मैले खेल शब्दको प्रयोग गर्नुको कारण हो तिमीमा गम्भीरता उत्पन्न नहोस् भनेर। तिमी गम्भीर नबनी खेल्दै जाऊ। खेल्दा खेल्दै के सम्झिनेछौ, जब बुझ्नेछौ अनि गम्भीर भएर पूर्ण निष्ठाका साथ भित्र गहिराईसम्म प्रवेश गर्नु, आफ्नो समग्र ऊर्जा र मनको एकाग्रताका साथ त्यस अघि भने खेलिरहनु। मलाई थाहा छ तिमीले खेलेका बेला नै तिम्रो मन बढी खुलस्त हुनेछ। गम्भीर बनेका बेला मन पनि बन्द रहन्छ। त्यसकारण तिमी गम्भीर नभई खेल्ने गर। यी विधिहरू अति सरल छन्। तिमी तीसँग राम्ररी खेल्न सक्छौ। एउटा विधि लिएर त्यससँग 3 दिन खेल। यदि त्यससँग तिमीले निकटता अनुभूत गर्यौ भने अथवा के स्वस्थ भएको थाहा पायौ अनि मात्र तिमी भित्र यो मेरो निम्ति हो भन्ने बोध भयो भने त्यसप्रति गम्भीर बन। त्यसबेला अर्को विधिलाई बिर्सेर खेल्न छोडिदेऊ। आफूले अनुभूत गरेको विधिसँग कम्तीमा पनि 3 महिनासम्म अडिएर बस। चमत्कार हुन सक्छ। त्यो विधि साँच्चै आफ्नै लागि हो भन्ने विश्वास हुनुपर्छ। यदि तिम्रो लागि होइन रहेछ भने केही पनि हुन सक्दैन। जन्मान्तरमा पनि त्यस्तो विधि काम लाग्दैन। तर त्यस्तो विधि तिम्रै निम्ति रहेछ भने त 3 मिनेटमा नै पर्याप्त छ। यी 112 विधिहरू तिम्रा लागि चमत्कारिक अनुभव बन्न सक्छन् अथवा तिमी केवल सुन्न सक्छौ। यो तिमीमा निर्भर छ। म यथासम्भव प्रत्येक विधिको व्याख्या गर्नेछु। यदि तिमीले यीसँग केही निकटता अनुभव गर्न सक्यौ भने 3 दिनसम्म खेलेर छोडिदिनु। यदि तिमीलाई मन पर्यो भने भित्रतिर कतै तरङ्ग उठ्यो भने 3 महिनासम्म त्यसको प्रयोग गर। जीवन चमत्कार हो। यदि हामीले यसको रहस्य जान्दैनौँ भने यसबाट प्रष्ट हुन्छ यसको छेउमा पुग्ने विधि वा उपाय नै थाहा छैन। शिवले यहाँ 112 विधिहरू प्रस्तावित गरेका छन्। यी सबै सम्भव विधिहरू हुन्। यी मध्ये कुनै पनि तिमीलाई उपयुक्त लागेन, तिम्रो अन्तरतहले स्वीकारेन भने तिमीले आफ्ना लागि केही पाउने छैनौ। भनौ तिम्रा निम्ति कुनै पनि विधि बाँकी रहँदैनन्। यो कुरा ध्यानमा राखेर तिमीले अध्यात्मतिर नलाग्दा हुन्छ। अध्यात्म मेरा निम्ति होइन भनेर खुसी साथ बिर्सिदिए हुन्छ। यी 112 विधिहरू सम्पूर्ण मानव जातिका निम्ति हुन् अनि ती बितिसकेका सबै युग र आगामी युगका निम्ति पनि हुन्। विगतका युगका व्यक्तिले अथवा भविष्य युगका कुनै व्यक्तिले पनि यी 112 विधिहरू मेरा लागि व्यर्थ छन् भनेर भन्न सक्ने छैन। यो असम्भव छ। जुनसुकै प्रकारका चित्तवृत्तिका लागि पनि यहाँ स्थान छ, व्यवस्था छ। सबै प्रकारका चित्तवृत्तिका निम्ति विधि छ। अरू पनि कति विधि छन्, तर उपयुक्त मानिस नभएका कारण भविष्यका निम्ति सुरक्षित छन्। कतिपय विधिहरू अतीतकै निम्ति छुट्टिसकेका छन्, तर तिमी नराउ, तिम्रा निम्ति धेरै विधिहरू छन्। विज्ञान भैरव तन्त्र 1। हे देवी, यो अनुभव श्वासहरूको बीच घटित हुन सक्छ। श्वास भित्र आएपछि बाहिर फर्किनु अगाडि श्रेयस र कल्याण हुन्छ। तिम्रो श्वास भित्र पसेका बेला त्यसको निरीक्षण गर। श्वास बाहिरतिर अथवा माथिपट्टि घुम्ने बेलामा एक क्षणका लागि वा क्षणको 1000 भागको एक भागका लागि श्वास बन्द हुन्छ। श्वास भित्र आउँदा त्यहाँ एउटा बिन्दु हुन्छ जुन ठाउँमा श्वास अडिन्छ। श्वास बाहिर निस्किँदा पनि त्यहाँ एक क्षणका लागि अथवा क्षणांशका लागि श्वास अडिन्छ अनि फेरि भित्रतिर फर्किन्छ। श्वास भित्र जाँदा वा बाहिर आउँदा मोडिनुभन्दा अघिको एक क्षण तिमीले श्वास लिँदैनौ हो, त्यही क्षणमा घटना घटित हुन सक्छ। किनभने तिमीले श्वास नलिएका बेला तिमी यस संसारमा हुँदैनौ। तिमीले सम्झ, श्वास नलिएका बेला तिमी मृत अवस्थामा पुग्यौ। तिमी छौ तर मृत, तर त्यो क्षण अति छोटो भएकाले तिमीले अनुभूति गर्न देख्न सक्दैनौ। तन्त्रका निम्ति प्रत्येक बाहिर निस्किने श्वास मृत्यु हो अनि भित्रतिर आउने श्वास पुनर्जन्म हो। भित्र आउने श्वास पुनर्जन्म, बाहिर जाने श्वास मृत्यु हो। बाहिर जाने श्वास मृत्युको पर्याय हो र भित्र आउने जीवनको पर्याय हो। यसकारण तिमी प्रत्येक श्वासका साथ मर्छौ र फेरि जन्म लिन्छौ। यो दुईका बीचको अन्तराल
क्षणिक छ, तर सूक्ष्म दृष्टि, शुद्ध निरीक्षण र मनोयोगद्वारा अनुभव गर्न सकिन्छ। तिमीले कदाचित यस अन्तराललाई अनुभव गर्न सक्यौ भने शिवजीको भनाइमा श्रेष्ठ प्राप्ति हुन्छ। त्यतिबेला अरू कुनै चिजको आवश्यकता पर्दैन। त्यतिबेला तिमीले आफ्नो अभिलाषा पूर्ण गरेर घटना घटित भएको अनुभव गर्नेछौ। प्रयोग गर तिमीले त्यो बिन्दु प्राप्त गर्नेछौ। त्यो बिन्दु छ, तिमीले अवश्य पाउनेछौ। तिम्रो वा तिम्रो संरचनामा केही जोडिनै पर्दैन, त्यो छ नै, त्यसै कारण तिमीले पाउनेछौ। सबै छन्, तर तिमीलाई बोध नभएको हो। कसरी प्रयोग गर्ने? पहिले भित्र आउने श्वासप्रति सावधान बन, त्यसलाई हेर, सबै भुलिदेऊ अनि भित्र आउने श्वासलाई उसको यात्रापथमा दृष्टि देऊ। श्वासले नासापुट स्पर्श गरेपछि त्यसलाई अनुभूत गर। श्वासलाई गतिमान बनाउँदै सावधानीका साथ आफू पनि यात्रा गर। श्वास सँगसँगै पाइला चाल्दै अघि पछि नगरी तलतिर आऊ। श्वासको साथ नछोडी यात्रा गर। सम्झना रहोस्, अघि पनि जानु हुँदैन, छाया जस्तो पछि पनि रहनु हुँदैन। समानान्तर एकसाथ हिँड। श्वास र सजगता एकसाथ हुनुपर्छ। श्वास तल जाँदा तिमी पनि तल जाऊ अनि मात्र दुई श्वासका बीचमा हुने बिन्दु फेला पार्न सक्छौ। यो त्यति सजिलो चाहिँ छैन। श्वाससँग भित्र आऊ, सँगै बाहिर जाऊ। यदि तिमीले श्वासप्रति सजगता र बोधको अभ्यास गर्दै गयौ भने एक दिन थाहा नपाई अकस्मात त्यस अन्तराललाई प्राप्त गर्नेछौ। तिम्रो बोध जति तीव्र, गहिरो र सघन हुँदै जान्छ, त्यति नै बोधले स्पष्ट आकार लिन्छ। जब सबै संसार भुल्नेछौ, त्यति बेला श्वास भित्र बाहिर गर्ने कुरा मात्रै बोध हुनेछ अनि अकस्मात त्यस अन्तराललाई राम्रोसँग अनुभव गर्नेछौ जहाँ श्वासको उपस्थिति हुँदैन। विज्ञान भैरवतन्त्र 2। कुनै बेला जब अन्त श्वास र बाहिर श्वास परस्पर विलीन हुन्छ, त्यति बेला ऊर्जा रहित, ऊर्जापूरित केन्द्रलाई स्पर्श गर। हामी केन्द्र र परिधिमा विभाजित छौँ। शरीर परिधि हो। हामी शरीरलाई परिधिलाई जान्दछौँ, तर केन्द्र कहाँनिर छ भन्ने कुरा जान्दैनौँ। बहिश्वास र अन्तश्वासमा विलीन भएपछि चाहिँ यी दुई एक हुन्छन् अनि तिमीलाई थाहा हुँदैन कुन बहिश्वास र कुन अन्तश्वास हो भन्ने कुरा। श्वास भित्र जाँदैछ अथवा बाहिर निस्किँदैछ भन्ने कुरा थाहा पाउन छोडेपछि श्वास भित्र गएर बाहिरतिर मोडिने क्षण विलय क्षण हो। त्यति बेला श्वास कतै नगएर स्थिर रहन्छ। श्वास गतिहीन बन्दछ। श्वास भित्र बाहिर गर्नु गतिमान क्रिया हो। जुन बेला यो क्रिया रोकिन्छ, यो मौन र अचल बन्दछ। त्यति बेला तिमी केन्द्रको छेउमा हुनेछौ। आउने र जाने श्वासहरूको विलय बिन्दु नै केन्द्र हो। अब यसरी बुझ, श्वास भित्र गएका बेला कहाँ जान्छ? त्यो तिम्रो केन्द्रतिर जान्छ। बाहिर जाँदा कहाँबाट जान्छ? त्यो केन्द्रबाट बाहिर जान्छ। हो, यसै केन्द्रलाई स्पर्श गर्नु पर्नेछ। ताओवादी सन्त र जैन सन्तले भन्ने गरेका छन्, शिर केन्द्र होइन, नाभि केन्द्र हो। नाभि केन्द्रतिर श्वास जान्छ अनि त्यहाँबाट फर्किन्छ, फेरि त्यहीँबाट यात्रा गर्छ। शिव भन्नुहुन्छ, जुन बेला अन्तश्वास र बाहिरी श्वास परस्पर विलीन हुन्छन्, त्यही क्षणमा ऊर्जा रहित, ऊर्जापूरित केन्द्रलाई स्पर्श गर। शिवले परस्पर विरोधी शब्दावली प्रयोग गरेका छन्। ऊर्जा रहित, ऊर्जापूरित। त्यो ऊर्जा रहित छ किनभने तिम्रो शरीर र मनले त्यसलाई ऊर्जा दिन सक्दैन। तिम्रो शरीर र मनको ऊर्जा त्यहाँ छैन, तसर्थ तिम्रो तादात्म्यताको सम्बन्ध ऊर्जा रहित छ, तर ऊर्जापूरित छ किनभने त्यसलाई ऊर्जाको जागतिक स्रोत उपलब्ध छ। तिम्रो शरीरको ऊर्जा पेट्रोल जस्तै इन्धन हो। तिमी जुन कुरा खाने पिउने गर्छौ त्यसैबाट ऊर्जा बन्छ। खाना पिउन छोड, शरीर मृत हुनेछ, तर तुरुन्तै होइन, कम्तीमा 3 महिना लाग्छ किनभने तिमीसँग पेट्रोलको एउटा खजाना छ। तिमीले ऊर्जा जम्मा गरेका छौ, कम्तीमा त्यसले 3 महिना काम दिन्छ। शरीर चल्नेछ जम्मा भएको ऊर्जाबाट। कुनै आपतकालमा त्यसको उपयोग हुन सक्छ। त्यसकारण शरीर ऊर्जा, इन्धन ऊर्जा हो। केन्द्रलाई इन्धन ऊर्जा प्राप्त हुँदैन। त्यसैकारण शिवले त्यसलाई ऊर्जा रहित भनेका हुन्, जसलाई तिम्रो खाने पिउनेसँग सम्बन्ध छैन। त्यो जागतिक स्रोतसँग जोडिएको छ। यो जागतिक ऊर्जा हो। त्यसैकारण शिवले ऊर्जा रहित, ऊर्जापूरित केन्द्र भन्नुभएको हो।
जुन बेला तिमी त्यस केन्द्रलाई अनुभव गर्छौ जहाँबाट श्वास जान्छ आउँछ, जहाँ श्वास विलीन हुन्छ, त्यही क्षण तिमी आत्मा उपलब्ध भयो। विज्ञान भैरव तन्त्र 3। जुन बेला श्वास तलतिरबाट माथितिर मोडिन्छ अनि फेरि माथिबाट तलतिर घुम्छ, यी दुई घुम्तीको माध्यमबाट उपलब्ध हुन्छ। अलिकति भिन्न भए पनि विधि त्यही हो, तर अन्तरालको सट्टा घुम्तीलाई महत्त्व दिएको छ। बाहिर निस्किने र भित्र पस्ने श्वासले एउटा वर्तुल गोलाकार बनाउँछ, तर यो समानान्तर रेखा जस्तो चाहिँ होइन। हामी सोच्दछौँ आउने श्वास र जाने श्वास दुई समानान्तर रेखा जस्तै हुन्, तर यस्तो होइन। भित्र आउने श्वासले आधा वर्तुल बनाउँछ, बाहिर जाने श्वासले अरू आधा वर्तुल बनाउँछ। तसर्थ श्वास र प्रश्वास मिलेर एउटा वर्तुल बनाउँछन् भन्ने कुरा पहिले जान्न आवश्यक छ। समानान्तर रेखा कतै पनि नमिल्ने हुनाले यो समानान्तर रेखा होइन। अर्को कुरा, आउने श्वास र जाने श्वास दुईवटा होइनन्, एउटै हुन्। भित्र आउने श्वास नै बाहिर जाने हो। त्यसकारण भित्र मोडिने एउटा घुम्ती अवश्य पनि हुन्छ। एउटा कुनै बिन्दुमा आउने श्वास जाने श्वास बन्दछ। तर घुम्तीप्रति यति बल दिनु किन? यदि तिमी कार चलाउन जान्दैछौ भने गियर कता छ भन्ने थाहा हुन्छ। प्रत्येक पल्ट गियर बदल्दा न्युट्रल गियरबाटै पार हुनुपर्छ, जुन गियरै होइन। तिमी पहिलो गियरबाट दोस्रो गियरमा जान्छौ अनि तेस्रोमा, तर जुन बेला पनि न्युट्रलबाट गियरबाटै जानुपर्छ। त्यो न्युट्रल गियर भनेको घुम्तीको बिन्दु हो, घुम्ती हो। यस्तो घुम्तीमा पहिलो गियर दोस्रो बन्छ अनि दोस्रो चाहिँ तेस्रो बन्छ। यसैगरी जब तिम्रो श्वास भित्र गएर घुम्न थाल्छ, त्यति बेला त्यो न्युट्रल गियरमा हुन्छ, नत्र त्यो घुम्न सक्दैन। तटस्थ क्षेत्रबाट पार हुनुपर्छ। त्यस तटस्थ क्षेत्रमा तिमी शरीर वा मन दुवै हुँदैनौ, अर्थात् शारीरिक वा मानसिक केही हुँदैनौ। किनभने शरीर तिम्रो अस्तित्वको एउटा गियर हो भने मन अर्को दोस्रो गियर हो। तिमीले एउटा गियरबाट अर्को गियरमा जान्नु पर्दा न्युट्रल गियरको आवश्यकता पर्दछ। त्यहाँ शरीर वा मन दुवै हुँदैन। त्यस तटस्थ क्षेत्रमा तिमी मात्र हुन्छौ, त अस्तित्व शुद्ध, सरल, अशरीर र मनबाट मुक्त। यसैकारण घुम्तीबारे यति बल दिएको हो। विज्ञान भैरव तन्त्र 4। अथवा जुन बेला श्वास पुरै बाहिर गएर आफै मोडिन्छ अथवा भित्र आएर रोकिन्छ, यस्तो जागतिक विरामको क्षणमा व्यक्तिको तुच्छ अहंकार स्वतः विसर्जित हुन्छ। तर अशुद्धका लागि भने यो कार्य कठिन छ। त्यसो भए त यो विधि सबैका लागि कठिन छ, तर शिव भन्नुहुन्छ अशुद्धका निम्ति मात्र यो कठिन छ। को शुद्ध हो त? तिम्रा निम्ति यो थाहा पाउन कठिन छ। तिमी यसको अभ्यास गर्न सक्दैनौ, तर कुनै बेला अकस्मात यसको अनुभव हुन सक्छ। तिमीले कार चलाउँदै गर्दा कुनै क्षण दुर्घटना हुन सक्ने पूर्वाभास भएर श्वास बन्द हुन सक्छ। त्यस्तो बेला भित्रको श्वास भित्रै र बाहिरको बाहिरै रहन सक्छ। यस्तो सङ्कटकालमा तिमी श्वास लिन सक्दैनौ। तिम्रो बसमा हुँदैन। सबै कुरा रोकिन्छ, बिदा हुन्छ। तिम्रो तुच्छ अहंकार दैनिक उपयोगिताको वस्तु हो। सङ्कटकालमा तिमी त्यसलाई स्मरण गर्न सक्दैनौ। तिमी जे सुकै हौ, बैंक ब्यालेन्स, प्रतिष्ठा, नाम सबै व्यर्थ बन्दछन्। तिम्रो कार अर्को कारसँग ठोकिँदैछ। एकै क्षणमा मृत्यु हुनेवाला छ। यस घडीमा विराम हुँदैछ। अशुद्धका निम्ति पनि विराम हुनेछ। हो, यस्तै क्षणमा श्वास बन्द हुन्छ। यस्तै बेलामा तिमी बोधपूर्ण रहन सक्यौ भने तिमी उपलब्ध हुनेछौ।